अब बुद्धले शान्त हुँदै भन्नुभयो, अब मैले यति गरिदिएँ, अब तिम्रो पुजारीलाई बोलाऊ र प्रार्थना गर्न लगाऊ। हे ढुङ्गा, तिमी माथि आऊ। हे घिउ, तिमी तल डुब। तिम्रो पुजारीलाई यस्तो गर्न लगाऊ। उनलाई भन, घिउलाई तल झारिदेऊ, ढुङ्गालाई माथि तैराइदेऊ। युवकले अचम्म मान्दै भने, मैले बुझिन भगवान, यो कसरी सम्भव हुन्छ? यो त सरासर प्राकृतिकको नियम विरुद्ध छ। ढुङ्गा पानी भन्दा भारी हुन्छ, त्यसैले यो डुब्छ, यो तैरिन सक्दैन। घिउ त पानी भन्दा हलुङ्गो हुन्छ, यो माथि तैरिन्छ, यसलाई डुबाउन सकिँदैन। हे युवक, तिमीले प्रकृतिको नियमको बारेमा यत्रो कुरा बुझेको रहेछौ, अनि फेरि तिमी मूर्ख जस्तो कुरा गर्छौ। यदि तिम्रा पिताले त्यो ढुङ्गाको जस्तो कर्म गरेको भए तल डुब्नु स्वाभाविक हो, कसले माथि लैजान सक्छ? यदि तिम्रो पिताले घिउको जस्तो व्यवहार गरेको भए उहाँ स्वतः तैरिनुहुन्छ, कसले डुबाउन सक्छ? बुद्धले भने, कर्म अनुसार हामीले फल पाउँछौ। यो कुरा हामीले जबसम्म बुझ्दैनौ तबसम्म हामीले सधैँ निराशा हात पार्छौं अनि दुःख भोग्नु पर्ने हुन्छ। यो नै प्रकृतिको नियम हो जुन हरेक प्राणीमा लागू हुन्छ। युवकको मन अझै शान्त भइसकेको थिएन। उसले करुणा मिश्रित स्वरमा फेरि बुद्धलाई सोध्छ, हे बुद्ध, मान्छेको